संसारमा हुनुहुन्छ होला आज चाहिँ हामी चाहिँ स्कुलबाट एजुकेसनल टुरको लागि तयारी भएर जान लागेको। आज चाहिँ टुर जाने मम्मी भाइ बाई बाई अब म चाहिँ जान्छु टुर स्कुलको लागि बाई। माहौल बनिसकेको छ, मान्छेहरू आइसक्यो होइन। यता विशाल चल्ती होइन त्यसलाई यहीँ राखेर जाने हाम्रो गाडी प्याक भइसक्यो होइन। लास्टमा त हल्ला है। तल्किँदै आएको छ त पानी त यस्तो ड्याम पनि खोल्दैको रहेछ क्या। यस्तो बवाल छ त पानी यत्रो पुरेको यसरी मछली पाइन्छ कोसीकै माछा भन्दै होइन। उता नजाऊ के अहिले गाली गर्छ कोसी ब्यारेज। तर यो पुलको चाहिँ डेट एक्सपायर भइसकेको छ, डेट एक्सपायर भइसकेको छ यो पुलको। तर पनि बनाउनु तयारी छैन, यस्तो ठुलो छ एक्सपायर भएर। डल्फिन छ है, डल्फिन हो त्यहाँ। स्कुलको सब विद्यार्थीहरू अगाडिदेखि पछाडिसम्म दामी भ्यू छ होइन। कोसी ब्रिजमा हामी चाहिँ यो पुलको डेट एक्सपायर भयो नि, भ्यू चाहिँ दामी छ। पुरै कता नदी कता कता गछ भन्ने केही थाहै छैन। सबै यता हेर नदी छ, उता हेर नदी छ, जताततै नदी नदी। यहाँ चाहिँ गाडी हिँड्दाखेरि ट्रकहरू हिँड्दाखेरि डेट एक्सपायर भएको भएर पुलमै हल्लिन्छ। कोसी ब्यारेज हिँड भइसकेको छ। यस्तो धेरै टाढासम्म छ यो चाहिँ सबैभन्दा ठुलो नेपालको कोसी ब्यारेज। यस्तो भ्यू पनि दामी छ यहाँ। त्यहाँको सनराइज भएको बेलामा हामी त्यहाँ बिहानै पख